नमस्ते। हाम्रोपन युट्युब च्यानलमा यहाँहरूलाई म हार्दिक स्वागत गर्दछु। आजको यस भिडियो सामग्री सुन्दर पर्यटकीय स्थल बन्दीपुरको बारेमा हुनेछ। यहाँहरूमध्ये धेरैजना बन्दीपुर घुमघाम गरेर पनि फर्किसक्नु भएको छ। कतिपय त पटक पटक बन्दीपुर गइराख्नुहुन्छ र धेरैलाई बन्दीपुरको बारेमा धेरथोर पक्कै पनि जानकारी छ। आउनुस् बन्दीपुरको बारेमा केही रोचक तथ्य र जानकारीहरू म यहाँहरूमाझ प्रस्तुत गर्दैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। बन्दीपुर नेपालको प्रमुख पर्यटकीय स्थलमध्येको एक हो। बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम समेत हो। रहन सहन, पुराना सुन्दर संरचना, प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन्। त्यसो त बन्दीपुरलाई कुनै समय मृत सहर वा भूतगाउँ उपनामले पनि चिनिन्थ्यो। अहिले भने बन्दीपुर पहाडकी रानी भनेर प्रख्यात छ। यस रमणीय स्थलमा रक क्लाइम्बिङ, प्याराग्लाइडिङ जस्ता साहसिक खेलको मजा समेत लिन सकिन्छ। बन्दीपुरबाट सिद्ध गुफा र पातलेद्वार गुफाको अवलोकन र रामकोटदेखि बन्दीपुर बजार हुँदै किरिखा पुग्ने अफरोड, साइक्लिङ रुट, हाइकिङ गर्दै मनै लोभ्याउने सूर्योदय र सूर्यास्तको अनि फराकिला हिमश्रृङ्खलाको अवलोकन पनि गर्न सकिन्छ। बन्दीपुरको इतिहासको कुरा गर्दा करिब 200 वर्ष अघि काठमाडौँ उपत्यकाका कीर्तिपुर र भक्तपुरबाट गएका नेवार समुदायले बसाएको बस्ती हो। त्यसैले बन्दीपुरका घर संरचना अधिकांश भक्तपुरे शैलीका छन्। त्यस्तै 18औं र 19औं शताब्दीमा बन्दीपुर भारत र तिब्बत बीचको व्यापारिक नाका समेत थियो। व्यापारीहरू कलकत्ता जान र काठमाडौँ र तिब्बतसँगको व्यापार गर्न बन्दीपुरको बाटो प्रयोग गर्दथे। 2025 सालमा सदरमुकाम दमौली सरेपछि बन्दीपुर सुनसान बन्यो। 50 सालसम्म आइपुग्दा खण्डहर जस्तै भइसकेको थियो बन्दीपुर। त्यसबेला मानिसहरूले बन्दीपुरलाई मृत सहर त कसैले खण्डहर समेत भनेर चिन्दथे। बन्दीपुरमा खास गरेर नेवार, गुरुङ, मगर र ब्रह्मण लगायतका जातजातिको बसोबास रहेको छ। बन्दीपुरको समुदाय मिश्रित समुदाय हो। बन्दीपुरका मानिसहरूमा एकअर्कामा निकै मेलमिलाप र आत्मीयता छ। बन्दीपुरमा बस्न, खान ठुला र साना होटल, रिसोर्ट, होमस्टे प्रशस्तै रहेका छन्। बन्दीपुरमा पुराना घरहरूलाई रङरोगन गरेर चिटिक्क पारेर सजाएर राखिएको छ। होटल र घरका बारदली, खाली बाग र ठाउँ ठाउँमा आकर्षक फुलहरू रोपिएका कारण बन्दीपुर पुग्दा युरोपको कुनै सुन्दर गाउँमा पुगे झैँ महसुस हुन्छ। बन्दीपुरमा देशभरिका स्कुलबाट शैक्षिक भ्रमण आउने विद्यार्थीहरूको निकै नै ठुलो भिड देख्न सकिन्छ र विदेशी पर्यटकहरू पनि यहाँ आएर बस्ने, खाने, रात्रिकालीन जीवनको मजा लिने गर्दछन्। तपाईहरूले भिडियोमा देख्न सक्नुहुनेछ बन्दीपुरका घरहरूमा, खाली ठाउँहरूमा फुलहरू रोपेर निकै नै आकर्षक पारिएको छ। तपाईहरूले झट्ट देख्दा बन्दीपुरलाई युरोपको कुनै सुन्दर गाउँ झैँ महसुस हुन्छ। बन्दीपुरमा तपाईहरूले विभिन्न जातजाति गुरुङ, मगर, नेवार लगायतका विभिन्न जातजातिका पोसाकहरू केही समय भाडामा लिएर फोटो भिडियो समेत खिचाउन सक्नुहुनेछ। अहिलेलाई यो भिडियो सामग्री यति नै। भिडियोमा केही रमाइला दृश्यहरू अझै बाँकी छन्। यहाँहरूले भिडियो अन्तिमसम्म हेर्न सक्नु पनि हुनेछ। अहिलेलाई नमस्ते। यहाँहरूको समय शुभ रहोस्। नमस्ते। हाम्रोपन युट्युब च्यानललाई माया गरिराख्नुहोस् है त।